नमस्ते साथीहरू। आज म तपाईहरूको मित्र अनिल मिश्र फेरि जनकपुर उपमहानगरपालिकामा को जानकी नगर 7 मा अवस्थित नाइटिङ्गल स्कुलमा आइसकेको छु। आज म नाइटिङ्गल स्कुलको कक्षा 6 मा उपस्थित छु र अहिले कक्षा 6 को विद्यार्थी भाइ बहिनीहरूले केही प्रोजेक्ट वर्क गरेर ल्याएका छन्। उनीहरूको यो प्रोजेक्ट वर्क हामी हेर्न गइरहेका छौँ र उनीहरूसँग यो प्रोजेक्ट वर्कमा केही फिडब्याक लिनेछौँ र उनीहरूको प्रतिक्रिया बुझ्ने प्रयास गर्नेछौँ। ल अब हामी आफ्नो कार्यतिर लागौँ। ल यो के बनाएर ल्याएछौ बाबुहरू तिमीहरू? सोलर सिस्टम। ल सोलर सिस्टम यो कसले दिनुभएको हो? कुन सरले दिनुभएको हो यो बनाउनलाई? ए तिमीहरूको साइन्स सरले दिनुभएको छ। बडो राम्रो राम्रो तिमीहरूले बनाएर ल्याएछौ त है। कतिको मेहनत लागेको छ यो बनाउन? धेरै मेहनत लाग्यो। अनि पैसा कति लाग्यो यो बनाउनमा? ए ल ठिक छ। ल अब म यो सोलर सिस्टम सबले हेराउ त आफ्नो हातमा उठाएर एकचोटि हेराउ त सबजना राम्ररी। बाङ्गो गर्दाखेरि खस्छ? ल ल दर्शक वृन्दहरू हेरिदिनुहोस्, हाम्रो साना साना भाइ बहिनीहरूले कति प्यारा प्यारा सोलर सिस्टम अर्थात् सौर्य परिवारको फोटो यो प्रोजेक्ट वर्कमा मोडल बनाएर ल्याउनु भएका छ है। यिनीहरूको मनोबल बढाइदिनको लागि यो च्यानललाई तपाईँहरू सब्सक्राइब गरिदिनुहोस्। यो च्यानलमा भएको भिडियोहरूलाई लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र भिडियोहरूलाई सेयर गरिदिनुहोस्। ल अब लाइन बाई लाइन म विद्यार्थी भाइ बहिनीहरूसँग केही प्रतिक्रिया लिन गइरहेको छु। ल भाइको नाम के हो? ए भाइले के बनाएर ल्याउनु भएको छ? सोलर सिस्टम। सोलर सिस्टम भनेको के हो खासमा? सूर्य र ग्रहहरूको परिवार हो। ए सूर्य र ग्रहहरूको परिवारलाई नै सोलर सिस्टम भनिन्छ है। अनि थाहा छ तिमीहरूलाई भाइ बहिनीहरू, सूर्य र ग्रहहरूको परिवारलाई सोलर सिस्टम भनिन्छ जुनमा सूर्य केन्द्रमा हुन्छ र ग्रहहरू सूर्यको परिक्रमा गरिरहेको हुन्छ है। ल बहुत बहुत धन्यवाद छ भाइ तिमीलाई। सुमित यादव भाइले ल्याएको सोलर सिस्टम कस्तो छ एकचोटि हेराइदेऊ त हाम्रो दर्शकहरूलाई। ल कति प्यारो सोलर सिस्टम सुमित भाइले बनाएर ल्याउनु भएको छ। सुमित भाइको यो अथक प्रयासको लागि सुमित भाइलाई धेरै धेरै धन्यवाद र आगामी भविष्यकोमा सुमित भाइ सफलतातिर लागोस् भनेर शुभकामना दिन चाहन्छु। ल यसै क्रममा अब अरू भाइसँग केही प्रतिक्रिया गर्न गइरहेको छु। ल भाइको नाम के हो? यो भाइ तिमीले बनाएर ल्याएछौ? ए एकचोटि हेराइदेऊ त। ए के छ यो? ए सोलर सिस्टम। यो बनाउनको लागि तिमीलाई कुन कुन सामग्रीहरूको आवश्यकता पर्यो? ए ल भाइले पनि बडो प्यारो सोलर सिस्टम सौर्य परिवारको मोडेल नमुना बनाएर ल्याउनु भएको छ। भाइको लागि एकचोटि सबले जोरदार ताली बजाइदेऊ त। ल ल बहुत 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 धन्यवाद भाइलाई, बहुत बहुत धन्यवाद। ल यसै क्रममा अब केही यतातिर बहिनीहरू छन्। यी बहिनीहरूसँग यिनीहरूको सोलर सिस्टमको नमुना हेरेर यिनीहरूसँग केही प्रतिक्रिया गरौँ हामी। ल बहिनी यो तिमीले बनाएर ल्याएको हो बहिनी? ल हेराउ त हाम्रो दर्शकहरूलाई। ए यो के हो बहिनी? सोलर सिस्टम हो। सोलर सिस्टम भनेको के होला थाहा छ तिमीलाई? ए सोलर सिस्टम ग्रह सूर्य र उल्का पिण्डहरूको परिवार हो है, जहाँ सूर्य केन्द्रमा हुन्छ र ग्रहहरू सूर्यको वरिपरि घुमिरहन्छ है। र उपग्रहहरू पनि हुन्छ, जस्तो हाम्रो पृथ्वीको उपग्रह भने चन्द्रमा हो है। ल योमा प्लानेट्सहरू छन् है। प्लानेट्स भनेको ग्रहहरू हुन्। प्लानेट्सहरूको नाम थाहा छ तिमीलाई? कतिवटा प्लानेट छन् जम्मा? ल बहिनीलाई थाहा रहेछ। बहिनीले गरेको अथक प्रयासको लागि एकचोटि बहिनीको मनोबल बढाइदिनको लागि सबैलाई ताली बजाइदिनको लागि अनुरोध गर्दछु। ल बहुत बहुत धन्यवाद बहिनी तिमीलाई। आफ्नो भविष्यमा यसरी नै तिमी प्रगति गरेर राम्रो मान्छे बन, ठुलो मान्छे बन र खुब नाम कमाऊ। ल धन्यवाद छ तिमीलाई बहिनी। बस ल यो कसको हो? ए तिमी दुईजनाको हो। ल बहिनीहरूको नाम के हो?
किन्जल पण्डित ल हाम्रो शिवानी शाह र किन्जल पण्डितले बडो राम्रो सोलर सिस्टमको नमुना बनाएर ल्याउनु भएको छ। एकचोटि हेराइदेऊ त हाम्रो दर्शकहरूलाई। अनि यो नमुनामा के रहेछ बताऊ त, कुन के हो बताऊ त, कुन सूर्य हो, कुन कुन प्लानेट? बहिनीलाई राम्रो ज्ञान रहेछ सोलर सिस्टमको बारेमा है। सोलर सिस्टमलाई नेपालीमा के भनिन्छ बहिनी थाहा छ? सोलर सिस्टमलाई सौर्य परिवार भनिन्छ बहिनीहरू है। ल बहिनीले आफ्नो सोलर सिस्टमको नमुना प्रस्तुत गर्नुभएकोमा बहिनीलाई धेरै धेरै बधाई तथा आगामी भविष्यको लागि शुभकामना। एकचोटि बहिनीहरूको लागि ताली बजाइदेऊ त सबले। ल ल ल ल यसै क्रममा ल बहिनीहरू बस्दा हुन्छ। यसै क्रममा अब हामी अर्की बहिनीतिर लागिरहेका छौँ। अब उहाँले के बनाएर ल्याउनु भएछ? ल तिमीले बाबु के बनाएर ल्याएछौ? सोलर सिस्टम। एकचोटि हाम्रो दर्शकहरूलाई हेराइदेऊ त। ल बहिनीको पनि अति प्यारो सोलर सिस्टम रहेको छ। ल सोलर सिस्टम भनेको के होला बहिनी? सोलर सिस्टम भनेको सूर्य र ग्रहहरूको परिवार हो जसमा सूर्य केन्द्रमा हुन्छ र ग्रहहरू परिक्रमा गर्छ। यो तिमी इङ्ग्लिसमा भन्न सक्छौ यो कुरालाई? The solar system is the group of heavenly bodies and around the sun. बहिनीले बडो प्यारो उत्तर दिनुभयो। सोलर सिस्टम भनेको ग्रुप अफ हेभेनली बडिज द्याट रिभल्भ अराउन्ड द सन एन्ड अल टुगेदर दे आर 8 planets and different satellites and asteroids, comets are there in the solar system. Yeah, very good answer given by you. ल बहिनीको मनोबल बढाइदिनुको लागि एकचोटि बहिनीको लागि पनि ताली बजाइदेऊ त सबले। ल बहुत बहुत धन्यवाद छ बहिनी र तिम्रो आगामी भविष्यको लागि धेरै धेरै शुभकामना छ। ल बहिनी बस्दा हुन्छ। ल यतातिर अब हामी अर्को विद्यार्थीतर्फ लागौँ। अर्की बहिनी हुनुहुन्छ यहाँ। बहिनीको नाम के हो? श्रुति ठाकुर र सन्ध्या ठाकुर भन्ने बहिनीहरूले आफ्नो एकदम परिश्रम लगाएर एकदम प्यारो नमुना बनाएर ल्याउनु भएको छ। ल बहिनीले आफ्नो प्रोजेक्ट वर्कको हेराउ त कस्तो छ, के छ? ल यो के छ बहिनी? के को नमुना हो? सोलर सिस्टम। सोलर सिस्टमलाई नेपालीमा के भनिन्छ भन्न सक्छ? सौर्य परिवार। बडो राम्रो एन्सर दिनुभयो। सोलर सिस्टमलाई सौर्य परिवार भनिन्छ। सौर्य परिवारमा कतिवटा प्लानेट्सहरू हुन्छ? 8वटा। नाम भन्न सक्छौ? भन त। सौर्य परिवारमा केन्द्रमा के हुन्छ? सेन्टरमा केन्द्रमा सूर्य हुन्छ। ल प्लानेट्सहरूमा सबभन्दा ठुलो प्लानेट कुन होला बहिनी? जुपिटर। अनि सबभन्दा सानो? मर्करी। अनि सूर्यको सबभन्दा नजिकको प्लानेट? मर्करी। गुड, धेरै राम्रो एन्सर दिनुभयो बहिनीले। ल अब बहिनी एउटा कुरा बताइदेऊ त, यो प्रोजेक्ट वर्क गर्नाले तिमीलाई कस्तो लागिरहेको छ? धेरै राम्रो लागिरहेछ र हामीलाई थाहा छ कि प्रोजेक्ट वर्क गर्नाले प्र्याक्टिकल नलेज हाम्रो बढ्छ र हाम्रो ज्ञानको विकास हुन्छ। तिम्रो पनि ज्ञानको विकास भएको होला। अब सब याद भइसक्यो होला। ल बहिनीले गर्नुभएको अथक प्रयासको लागि एकचोटि बहिनीको लागि सबले ताली बजाइदेऊ त बहिनीहरूको लागि। ल बहुत बहुत धन्यवाद छ तिमी दुवैजना बहिनीहरूलाई, सन्ध्या झा र श्रुति शाहको लागि। ल बहिनीहरू बस्दा हुन्छ। ल यता पछाडि पनि एउटा सोलर सिस्टमको मोडल रहेछ, सोलर सिस्टमको नमुना रहेछ। ल यो नमुना कसले बनाएर ल्याएको छ? कसले बनाएर ल्याएको छ? उभिदेऊ एकछिन। ल बहिनीहरूले आफ्नो आफ्नो नाम भनिदेऊ त, के नाम हो? अनि तिम्रो नाम के हो बाबु? रोशनी शाह। ल यो के मिलाएर बनाएछौ? के सामग्रीहरूको प्रयोग गरेर यो बनाएछौ? अरू क्ले छ होइन, कार्डबोर्ड पेपर छ, केही पेन्टहरू छ होइन, र केही पेपर्सहरूको युज गरेर, स्टार्सहरूको युज गरेर तिमीले यो बनाएछौ। ल बहिनीले पनि बनाएको नमुना, सोलर सिस्टमको नमुना एकदमै प्यारो रहेछ। ल बहिनीको लागि पनि ताली बजाएर एकचोटि बहिनीको लागि मनोबल बढाइदेऊ बहिनीहरूको। ल बहुत बहुत धन्यवाद छ बहिनीहरू तिमीहरूलाई पनि। ल यसरी नै मेहनत गर्दै गर र भविष्यमा राम्रो काम गर र आफ्नो नाम कमाऊ, आफ्नो स्कुलको नाम
रोशन गर र आफ्नो मम्मी पप्पाको पनि नाम रोशन गर भन्दै यही भन्दै म आफ्नो शुभकामना तिमीहरूलाई व्यक्त गर्दछु। ल बहुत बहुत धन्यवाद। बस्दा हुन्छ बहिनीहरू। ल विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूलाई थाहा छ किताबी ज्ञान मात्र भएर हुँदैन, किताबी ज्ञानलाई हामीले व्यवहारमा उतार्न सक्नु पर्यो। ल आज मलाई एकदम खुसी लागेको छ तिमीहरूले किताबमा तिम्रो साइन्सहरूले दियो ज्ञानलाई तिमीहरूले आफ्नो व्यवहारमा उतार्यो र सोलर सिस्टमको नमुना, सौर्य परिवारको नमुना बडो राम्रो, बडो सुन्दर, बडो आकर्षित बनाएर ल्याएछौ। त्यसको लागि तिमीहरू सबैलाई मेरो तर्फबाट र हाम्रो युट्युबको च्यानलको तर्फबाट बहुत बहुत बधाई छ। साथसाथै आउँदो भविष्यको लागि धेरै धेरै शुभकामना छ। ल दर्शकवृन्दहरू, हेर्नुभयो यो नाइटिङ्गल स्कुलमाको कक्षा 6 को छात्र र छात्राहरूले प्रस्तुत गरेका केही आर्ट र क्राफ्ट अन्तर्गत, प्रोजेक्ट वर्क अन्तर्गत पर्ने सोलर सिस्टमको नमुनाहरू हेर्नुभयो। ल हाम्रो विद्यार्थी भाइ बहिनीहरूको मनोबल बढाइदिनको लागि म सबै दर्शकवृन्दहरूलाई अनुरोध गर्न चाहन्छु कि हाम्रो युट्युब च्यानललाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोमा लाइक, कमेन्ट र भिडियोलाई सेयर गरिदिनु होला। यति भन्दै म आफ्नो भिडियोलाई यहीँ टुङ्ग्याउँदछु। ल भाइ बहिनीहरू सबैलाई बहुत बहुत बधाई छ। ल भाइ बहिनीहरू आजलाई यति नै, सबैलाई गुड बाई। ल थ्याङ्क यू एभ्रिवान, थ्याङ्क यू एभ्रिवान।